はい、こんにちは。皆さん、お元気にしてますでしょうか。じゃあ、皆さん、आज म तपाईहरुलाई जापानिज अल्फाबेटको काटाकानाको बारेमा पढाउन गइरहेको छु र मेरो नाम प्रयास कार्की हो। जा मिनासान, अब आजको विषयवस्तुतर्फ अघि बढौँ है त। आ, इ, उ, ए अनि ओ। अब यो चाहिँ काटाकानामा लेख्ने तरिका है त। आ, यो चाहिँ काटाकानाको आ हो। यो चाहिँ काटाकानामा आ यसरी लेखिन्छ है त। यसै गरी यो चाहिँ इ, इ, उ, उ, ए, काटाकानाको ए यस्तो हुन्छ। ए, ओ, ओ, ल आ, इ, उ, ए अनि ओ। यो चाहिँ काटाकानाको आ, इ, उ, ए, ओ। ल यसै गरी अगाडि बढ्दै जाउँ। ल अब का, कि, कु, के अनि को। का, का। एउटा कुरा तपाईले काटाकानामा चाहिँ कस्तो हुन्छ भने सिधा सिधा लाइन तानिन खोज्छ। एकदम झट्ट अक्षर हेर्दाखेरि सिधा सिधा देखिन्छ, लाइनहरु स्ट्रेट देखिन्छ भने हिरागानामा चाहिँ त्यस्तो हुँदैन। काटाकानामा चाहिँ स्ट्रेट लाइनहरु प्राय जस्तो देखिन खोज्छ है त, त्यो कुरा हो। ल यसै गरी कि, कि, कु, कु, के, चाहिँ को, को। ल का, कि, कु, के अनि को। यो चाहिँ काटाकानाको है त। काटाकाना र हिरागानामा फरक भनेको चाहिँ उच्चारण एउटै हो, आउने आवाज साउन्ड पनि एउटै हो, तर लेखाइको जुन एउटा बनोट हुन्छ, अक्षरको बनोट मात्र फरक हो है त। र यसको प्रयोगहरु पनि फरक फरक नै हुन्छ। हिरागाना भनेको स्वदेशी शब्दको लागि भयो भने काटाकाना भनेको चाहिँ विदेशी शब्दको लागि र कुनै साइन्टिफिक नेमहरुको लागि पनि प्रयोग गरिन्छ है त। विदेशी नाम, विदेशी देशहरुको नाम लेख्नु पर्यो भने, व्यक्तिको नाम, विदेशी व्यक्तिको नाम लेख्नु पर्यो भने, त्यसैगरी साइन्टिफिक नेम्सहरु, त्यस्तोमा चाहिँ काटाकाना नै प्रयोग हुन्छ है त। ल अगाडि बढौं। सा, सा, यो सा। सी, सी है त, यो सी। र सी लेख्दाखेरि तपाईहरु प्राय जसो विद्यार्थीहरु झुक्किने भनेको चाहिँ यो तलबाट हो कि माथिबाट हो भन्ने विषयमा हो। लेखाइमा चाहिँ ध्यान दिन पर्ने यो सी हो, यो चाहिँ तलबाट माथि जान्छ। एउटा कुरा ध्यान दिनुस्, सी र न लेख्ने, अन्तिमको न र सी लेख्ने बेलामा चाहिँ यो लाइन चाहिँ तलदेखि माथि जान्छ भने बाँकी जति पनि छन् यस्तो खालका ती सबैमा चाहिँ माथिदेखि तल आउँछन् है त। त्यो म लेख्दै गर्दाखेरि पनि बुझाउने छु है त। ल सु, सु। त्यसै गरी से, से, सो, सो। यो पनि माथिदेखि तल आएको छ है। यो चाहिँ अरु यो सी र न छोडेर बाँकी सबै चाहिँ माथिदेखि तल आउँछन् है त। ल यस्तो छ। ल अब ता, ची, चु, ते अनि तो। ता, यो ता। ची, ची। चु, चु। ते, ते। यसै गरी तो, तो है त। ल ता, ची, चु, ते अनि
तो काताकानाको चाची चुतेतो चाहिँ यस्तो हुन्छ है त। र थोरै भेरिएसन चाहिँ के छ भने अब यसमा यो ची छ, यो चीमा चाहिँ यसरी ए पनि लेख्न सकिन्छ। यो के भयो त चे भयो, चे यसरी बनाउन सकिन्छ। यस्तो खालको भेरिएसन चाहिँ अरू अरू अक्षरमा पनि भेट्न सकिन्छ। जस्तै यसमा पनि भेट्न सकिन्छ। जस्तै यसमा पनि टी टी भन्दाखेरि चाहिँ यस्तो हुन्छ है त। यो कुरालाई पनि ध्यान दिनु होला। र यसलाई म फेरि छुट्याएर अलगैसँगले पनि लेखेर देखाउने छु है त। यो चाहिँ ध्यान दिनुपर्ने कुरा, यसरी पनि प्रयोग हुन्छ भनेर बुझ्नु होला है त। ल ल ना नि नु ने अनि नो को पनि काताकानामा लेख्ने तरिका हेरौँ है त। ना ना नि नि नु नु ने ने यसै गरी नो नो। ल ना नि नु ने अनि नो चाहिँ काताकानामा यसरी लेखिने रहेछ। र हा हि फु हे अनि होको पनि काताकानामा लेख्ने तरिका सिकौँ है त। यो भयो हा हा। यसै गरी हि हि फु फु हे हे। यो चाहिँ हिरागाना र काताकानामा हे अक्षर लेख्ने तरिका र उच्चारण गर्ने तरिका चाहिँ एकदमै सेम छ, केही नै फरक छैन है त। हो है त। ल काताकानामा हा हि फु हे अनि हो लेख्ने तरिका यस्तो रहेको छ। ल मा मी मु मे अनि मो को पनि लेख्ने तरिका हेरौँ है त। मा मा मी मी। र यही मालाई उल्टो बनाइदिउँ है त। के हुने रहेछ त मु मु। यसै गरी मे मे। र अन्तिममा यो भयो मो। ल मा मी मु मे अनि मो काताकानामा यसरी लेखिने रहेछ। र अब या यु अनि योको पनि लेख्ने तरिका हेरौँ है त। के भयो या। र झट्ट हेर्दाखेरि हिरागानाको या जस्तो लाग्छ यसमा, तर काताकानामा चाहिँ सिधा छ है त, सिधा छ। हिरागानामा घुमेको हुन्छ भने यसमा चाहिँ सिधा छ अनि एउटा सानो डट पनि मिसिङ छ। तर झट्ट हेर्दा यो या नै हो भन्ने चाहिँ अनुमान लगाउन सकिन्छ, यो या नै हो। ल यसै गरी यु यु। यसै गरी यो यो। रा रि रु रे अनि रो है त। यसको पनि काताकानामा लेख्ने तरिका हेरौँ है त। ल रा रा। यो भयो रि रि। यो भयो रु रु। यो भयो रे रे। यसै गरी र यो भयो रो रो। स्क्वायर सेपको बक्सलाई चाहिँ रो बनिने रहेछ काताकानामा है त। अब वा व अनि न। यसै गरी अब यसलाई पनि हेरौँ है त। वा वा। यसलाई चाहिँ वा भनिन्छ। यसै गरी
यो भयो ओ, यसलाई ओ पनि भन्दा भयो वा त व पनि भन्दा भयो है त ल। तर यो पर्टिकुलर अक्षरको चाहिँ कुनै पनि शब्दमा उल्लेख भेटिन्न है, यो खासै जरुरी छैन जस्तो लाग्छ। तर चाहिँ काताकानाको स्क्रिप्टमा चाहिँ यसलाई पनि इन्क्लुड समेटिएको छ, त्यसैले हामीले यसको बारेमा पनि थाहा चाहिँ पाइराख्न पर्छ। तर यसको प्रयोग भने कतै पनि देखिँदैन। ल अगाडि बढौँ। र यो भयो न। मैले योभन्दा अगाडि पनि भनेको थिएँ, यो भनेको आदि न, आदि ङ अनि आदि म को उच्चारण आउँछ यो पर्टिकुलर अक्षरबाट है त। ल आज हामीले के सिक्यौँ भन्ने विषयमा सर एकचोटि यसलाई चाहिँ म लेख्छु है, त्यसलाई म। अनि त्यसपछि चाहिँ थोरै शब्द कुनै कुनै अक्षरहरूमा आउने भेरिएसनहरूको बारेमा पनि छुट्टै एउटा चाहिँ लेखेर तपाईँहरूलाई नेपालीमा पनि त्यसलाई म सम्झाइदिने। ल आज हामीले काताकानामा सिकेको अक्षर अथवा जान्नुपर्ने अक्षरहरू चाहिँ आदेखि नसम्म यिनै हुन् है त। र काताकाना र हिरागानामा फरक भनेको यिनीहरूको प्रयोगमा मात्रै हो। प्रोनाउन्सिएसन उच्चारण भने एउटै नै छ, केही फरक छैन। लेखाइ यिनीहरूको बनोट मात्रै फरक अनि यिनीहरूको प्रयोग मात्रै फरक। प्रयोग यिनीहरूको साइन्टिफिक नेम्समा, साइन्टिफिक नामहरूमा, विदेशी नामहरूमा, व्यक्तिको नामहरूमा, विदेशी देशहरूको नाम लेख्नु पर्दाखेरि प्रायः जसोमा चाहिँ काताकाना नै प्रयोग हुन्छ भने हिरागाना भनेको चाहिँ स्वदेशी शब्दहरूका लागि वा त कुनै पनि पार्टिकल्सहरूका लागि चाहिँ हिरागानाको प्रयोग गरिन्छ है त। ल त्यो भयो यिनीहरूको भिन्नता भने। अब चाहिँ थोरै अक्षरहरूमा आउने भेरिएसनको बारेमा कुरा गरौँ। अघि जुन मैले थोरै बिचबिचमा लेखेर पनि देखाएको थिएँ है त, त्यो अक्षरहरू हो। एउटा यो छ चाहिने कुराहरूमा चाहिँ है त, चाहिनेमा चाहिँ है त। ल त्यो भयो अनि एउटा यो भयो। ल यसको बारेमा हेरौँ। चे भन्नु, यदि इनकेस कुनै पनि ठाउँमा कुनै पनि शब्दमा अङ्ग्रेजी शब्दलाई तपाईँले काताकानामा लेख्नु पर्यो भने चाहिँ चे भन्ने कुनै शब्द भेटियो वा त्यस्तो खालको अक्षर प्रयोग गर्नु पर्यो भने यसरी लेख्न सक्नुहुन्छ चे। यसै गरी यो भनेको ती, ती भन्नु पर्यो भने चाहिँ यसरी लेख्न सकिन्छ है त। यसरी लेख्नु परेको ती अक्षरको उल्लेख कतै लेख्नु पर्यो भने चाहिँ यसरी लेख्न सक्नुहुन्छ भने। यसै गरी फुलाई पनि हेरौँ। ल यस्तो रहेको छ है त। यो आ, इ, ए अनि ओ सानो लेख्ने, फा, फी, फु, फे अनि फो है त। ल यो चाहिँ जहिले पनि आ, इ, उ अनि सरी ए अनि ओ चाहिँ सानो लेख्ने है त। यो फु भनेको चाहिँ आफैमा एउटा उ साउन्डवाला अक्षर भएकोले गर्दाखेरि यसमा उ लेखिरहनु परेन। यो लेख्नु होला, यसलाई याद गर्नु होला, किनभने यस्तो खालको अक्षरहरू शब्दमा धेरै भेटिन्छन् अङ्ग्रेजी शब्दहरूमा। त्यसैले गर्दा यो धेरै चाहिने कुराहरू हो। जस्तै चे आ भन्दाखेरि चेयरलाई चेया भन्छ, चेया भन्नु पर्यो भने यसरी चे आ है त। ती, पाती भन्दाखेरि यो ती आउँछ है त, पाची हुँदैन, पाती नै हुन्छ। यसरी लेख्न सकिन्छ ती है त। यसै गरी फाक्सु, फिरुमु, फिरुमु, यसै गरी फेमिरी, फामिरी, यसरी चाहिँ शब्दहरूको प्रयोगहरू हुँदाखेरि यसरी गर्न सकिन्छ है त। फोकु भन्दाखेरि यसरी प्रयोग हुन्छ है त। ल यिनीहरू चाहिँ अङ्ग्रेजी शब्द प्रयोग गर्नका लागि चाहिँ यी शब्द अङ्ग्रेजी शब्दहरूमा यिनीहरू अक्षरहरूको धेरै उल्लेख भेटिन्छ। त्यसको लागि तपाईँले यसरी लेख्न सक्नुहुन्छ है त। यो त भयो तपाईँको भेरिएसनको बारेमा। र अब चाहिँ आज जसरी हामीले हिरागानामा चाहिँ दाक्तेन र हानदाक्तेनको कुरा गरेका थियौँ, प्रयोग गरेका थियौँ, तेनतेन र मारु भनेर हो। तेनतेन र मारु भन्नु र दाक्तेन र हानदाक्तेन भन्नु लगभग उसै कुरा हो, बुझाइको मात्रै फरक भन्छु म चाहिँ। ल अब त्यसको बारेमा पनि थोरै जानकारी लिइहालौँ है त। ल यसलाई चाहिँ नोट गर्नु होला। दाक्तेन भनेको तेनतेन अनि हानदाक्तेन भनेको चाहिँ मारु। अनि मैले हिरागाना पढाउँदै गर्दाखेरि हिरागानाको चाहिँ अक्षरहरूमा तेनतेन र मारु कहाँ लाग्छ भनेर भन्दै गर्दाखेरि कुन कुन अक्षरमा लाग्छ भनेको थिएँ त। एउटा काको लाइनमा, अर्को साको लाइनमा, अर्को ताको लाइनमा अनि लास्टमा हाको लाइनमा भनेको थिएँ तेनतेन लाग्ने चाहिँ हो। सेम एक्ज्याक्टली काताकानामा पनि त्यही लाइनमा मात्रै लाग्छ है त। ल का, कि, कु, के अनि को यसरी पढिराखेका थियौँ हामीले भने। अब यसमा पनि तेनतेनको प्रयोगको बारेमा हेरौँ। अनि तेनतेन प्रयोग भइसकेपछि लिएर आउने उच्चारण पनि एकदमै सेम हो, हिरागाना जस्तै हो, केही फरक छैन। बस
लेखाइको बनोट मात्रै फरक छ है त, लेखाइ मात्र फरक हो र यसको यो प्रयोग हुने ठाउँ कन्डिसन मात्रै फरक हो। उच्चारण तेन ल्याउने उच्चारण चाहिँ सबै सेम हो, तेन होस् चाहे चाहिँ मारु होस् फरक परेन, लिएर आउने उच्चारण चाहिँ चेन्ज परिवर्तन हुने उच्चारण चाहिँ सेम नै हुन्छ है त। ल प्रयोग गरेर हेरौँ। ल अघिसम्म मैले का कि कु के अनि को भनेर पढ्दै थिएँ, तर अब माथि हेर्नुस् त डाक्तेनको प्रयोग भइसकेको छ है त, तेनको प्रयोग भइसकेको छ। अब के हुने भयो त, हिरागानामा के हुन्थ्यो, काकी कुकेकोमा सेम त्यही नै हो है त। ल उच्चारण बदलिएर ग को उच्चारण आउँछ है त डाक्तेनले तेनले, गा गी गु गे अनि गो। ल यसै गरी साको लाइनमा पनि जाउँ। ल सा सी सु से अनि सो। ल यसमा पनि डाक्तेनको प्रयोग गरौँ, भनौँ तेनको प्रयोग गरौँ। ल हो अब मैले सा सी सु से अनि सो भनेर पढ्दै थिएँ भने अब त यहाँ हेर्नुस् त तेनको प्रयोग भइसकेको छ। अब परिवर्तन, यसको उच्चारण परिवर्तन भएर के को परिवर्तन चाहिँ उच्चारण आउने भयो त, ज को उच्चारण आउने भयो त, स मा चाहिँ ज को उच्चारण आउँछ। ल यो के भयो त, जा, सी मा तेन लाग्यो भने जी, सु मा तेन लाग्यो भने जु, से मा तेन लाग्यो भने जे, सो मा तेन लाग्यो भने जो है त। यसै गरी अब ताको लाइनमा पनि जाउँ। ल ता ची चु ते अनि तो है त, यसमा पनि तेनको प्रयोग गरेर हेरौँ। ल अब अघिसम्म ता ची चु ते अनि तो भनेर पढिराखेको थिएँ, मैले तेनको प्रयोग गरिसकेँ। अब यसको साउन्ड चेन्ज भएर परिवर्तन भएर के को उच्चारण आउने भयो त, द को उच्चारण आउने भयो नि त। ल जसरी चाहिँ हिरागानामा परिवर्तन भएर द को उच्चारण आउँथ्यो, सेम त्यही तरिकाले, एकदमै त्यही तरिकाले यसको पनि काताकानामा पनि ताको लाइनमा साउन्ड चेन्ज भएर तेनमा चाहिँ के आउने भयो त, द को उच्चारण आउने भयो है त। ल यसको लेखौँ। तामा तेन लाग्यो भने दा, चीमा तेन लाग्यो भने जी, चुमा तेन लाग्यो भने जु, तेमा तेन लाग्यो भने दे, तोमा तेन लाग्यो भने दो। ल हेर्नुस् त दाजी जु दे अनि दो। र यहाँ पनि कन्डिसन चाहिँ हिरागानाको जस्तै छ, जी र जु छ है त, जी र जु छ। यिनीहरू यो दुईटा जी र जु भनेको चाहिँ कुनै ठाउँमा कुनै शब्दहरूमा कुनै स्पेशल वर्डहरूमा मात्रै प्रयोगमा देखिन्छ, हैन भने प्रयोगमा भेटिँदैन है त। मेन तपाईले याद गर्नुपर्ने जी र जु भनेको चाहिँ यो सी र सुमा लागेको तेन वाला जी र जुमा। यसै गरी हिरागानामा पनि सेम यही तरिका हो है त, सी र सुमा लागेको चाहिँ तेनमा मात्रै, त्यो तेन लागिसकेपछि आउने उच्चारणको जी र जुमा मात्रै चाहिँ प्रयोग हुनेछ। अरु भने प्रयोग तलको यो भने चाहिँ प्रयोग हुने छैन, ची र चुमा लागेको तेन चाहिँ प्रयोग हुँदैन है त। ल यसै गरी ल यो भयो हा हि फु हे अनि हो। अब यसमा पनि तेन लगाएर हेरौँ है त। ल अब यो अघिसम्म मैले हा हि फु हे हो भनेर पढिराखेको थिएँ। अब तेन लागिसकेपछि यसको उच्चारण बदलिएर के हुने भयो त, ब को उच्चारण आउने भयो है त। ल अब हामा तेन लाग्यो भने बा, हिमा तेन लाग्यो भने बी, फुमा तेन लाग्यो भने बु, हेमा तेन लाग्यो भने बे, होमा तेन लाग्यो भने बो। ल अब हा हि फु हे हो मा चाहिँ तेन प्रयोग भयो भने यसको आवाज, यसको उच्चारण परिवर्तन भएर के हुने रहेछ त, ब को उच्चारण आउने रहेछ है त। जसरी चाहिँ हामीले हिरागानामा तेनको प्रयोग गरेका थियौं, जहाँ प्रयोग गरेका थियौं त्यही लाइनमा मात्रै प्रयोग हुन्छ काताकानामा पनि। र तेन प्रयोग भइसकेपछि त्यो तेनले त्यो अक्षरहरूमा प्रयोग भइसकेपछि लिएर आउने परिवर्तन, उच्चारणको परिवर्तनलाई पनि सेम नै हुन्छ है त, केही नै फरक छैन। ल यो भयो। अब हामीले प्रयोग भनेको हान्दाक्तेन, जसलाई मारु पनि भनिन्छ, त्यसको पनि प्रयोग गरेर हेरौँ है त। थोरै ठाउँ नपुगेकाले गर्दाखेरि अलिकति यसलाई फेरि मेटेर चाहिँ म यसलाई फेरि लेख्छु है त। अब चाहिँ हा हि फु हे अनि हो मा चाहिँ
हान्दाक्तेन जसलाई मारु पनि भनिन्छ त्यो मारुको प्रयोग गरेर हेरौँ है त ल अब हा हि फु हे हो भनेर पढिराखेको तेन तेन लाग्दाखेरि बाबी बुबे बो भनेर पढिराखेको तेन तेन लाग्दाखेरि भने अब यो मारु लाग्दाखेरि जसलाई हान्दाक्तेन भन्छ हान्दाक्तेन लागिसकेपछि आउने उच्चारण के हो त हिरागानामा के आउँथ्यो हो त्यही नै उच्चारण हो है त के हुन्छ त अब हामा मारु लाग्यो भने पा हिमा मारु लाग्यो भने पी फुमा मारु लाग्यो भने पु हेमा मारु लाग्यो भने पे होमा मारु लाग्यो भने हो है त एकदमै सजिलो छ है त ल र यो भयो हाम्रो चाहिँ तेन तेन र मारुको प्रयोग काताकानामा भने अब चाहिँ काताकानामा पनि क्या क्युको स्यास्युसो भनेर जुन हामीले हिरागानामा लेख्न सिकेका थियौँ र जहाँ जहाँ जुन जुन अक्षरमा या यु यो को प्रयोग भएको थियो एक्ज्याक्टली त्यही तरिकाले काताकानामा पनि त्यही अक्षरमा त्यही अक्षरहरू जस्तै ई साउन्ड आउने अक्षरमा या र या यु अनि यो पालै पालो प्रयोग हुन्छ है त अहिलेसम्म हामीले सिकेको भनेको यिनै हुन् हैन त हो अब यिनीहरू अक्षरहरूमा ई साउन्ड आउने अक्षर कुन कुन हुन् भन्ने विषयमा पनि थोरै जानकारी लिइहालौँ जसरी हामीले हिरागानाबाट ई साउन्ड आउने अक्षरहरू निकालेका थियौँ तेन तेनबाट मारुबाट अनि यसरी हिरागाना अक्षरबाट निकालेका थियौँ त्यसै गरी काताकानामा पनि काताकाना अक्षरहरूबाट र तेन तेन र मारु लागेका अक्षरहरूबाट यसो झट्टै हेरौँ त के रहेछ त यी साउन्ड आउने अक्षरहरू कहाँ कहाँ कुन कुन रहेछन् कहाँ कहाँ भेटिने रहेछ ल ट्राई गरौँ है त म सुरु गर्छु यो भयो एउटा यसमा 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 यसरी यी अक्षरहरू रहेका छन् अब तेन तेनमा पनि हेरौँ है त अनि मारुमा यो है त ल अब यिनीहरू अक्षरहरूलाई कुन कुनमा लाग्ने रहेछ त कि सी ची नि हि नि रि अनि तेन तेनमा चाहिँ गि जी जी बी अनि मारुमा पी है त अब यिनीहरू अक्षरहरूलाई म छुट्टै लेख्छु अनि त्यसमा चाहिँ या यु यो पालै पालो प्रयोग गरेर चाहिँ त्यसपछि आउने उच्चारण के हुन्छ भन्ने विषयमा चाहिँ बताउँछु अथवा सिकाउँछु है त पालै पालो या यु यो को प्रयोग गरौँ है त ल ल के भयो त यो क्या क्यु अनि त्यो जसरी हिरागानामा प्रयोग भएको थियो त्यसरी नै काताकानामा पनि या यु यो को ई साउन्ड आउने अक्षरसँग पालै पालो प्रयोग हुन्छ र जहिले पनि या यु यो सानो लेखिन्छ है त ल यसै गरी ल यो भयो स्या स्यु अनि शो यसै गरी च्या च्यु चो यसै गरी न्या न्यु अनि न्यो न्यु अनि न्यो यसै गरी हिमा भन्छौँ ह्या ह्यु अनि ह्यो ह्या ह्यु अनि ह्यो यसै गरी म्या म्यु अनि म्यो
यस्तो रहेको छ म्या म्यु अनि म्य। अब जाउँ रिमा। ल र्या रिउ अनि ट्यो भयो र्या रिउ ल र्या रिउ अनि र्यो। ल यसै गरी अब चाहिँ तेन तेन र मारुवालाको ई साउन्ड आउने अक्षर कुन कुन हुन् त? एउटा गी जी जी अनि बी। यसै गरी मारुमा चाहिँ पी। त्यसलाई पनि सरल लेखिहालौँ। ल ई साउन्ड आउने अक्षरलाई चाहिँ या यु योले कुनै पनि ई साउन्ड आउने अक्षरलाई छोड्दैन है त। त्यो कुरा चाहिँ ध्यान गरौँ है त। ल यसलाई पनि प्रयोग गरी हेरौँ। ल हेरौँ त के भयो त या यु अनि यो। अब यसै गरी यसलाई पनि हेरौँ। ज्या ज्यू ज्या ज्यू अनि ज्यो ज्या ज्यू अनि ज्यो। यसै गरी यसमा त खासै प्रयोगमा आउँदैन भए पनि ज्ञान लिइराख्दा राम्रो है त। ल यसलाई पनि प्रयोग गरी हेरौँ। ल यो पनि के भयो त ज्या ज्यू अनि ज्यो भयो। तर यसको प्रयोग भने हामीले भेट्दैनौँ है त। ल अगाडि बढौँ। ल ब्या ब्यू अनि ब्यो है त। ब्या ब्यू अनि ब्यो यस्तो हुन्छ है त। ल यसै गरी ल ब्या ब्यू अनि ब्यो। ल यस्तो रहेको छ क्या क्यू अनि क्यो। ल यहाँ हेर्नुहोस् त क्या क्यू क्यो स्या स्यु स्यो च्या च्यु च्यो न्या न्यु न्यो ह्या ह्यु ह्यो म्या म्यु म्यो र्या र्यु र्यो ग्या ग्यु ग्यो ज्या ज्यु ज्यो यो ज्या ज्यू अनि ज्यो ज्या ज्यू ज्यो नै हो। तर यसको प्रयोग भने खासै हुँदैन भनेर बुझ्नु होला है त। ल अगाडि बढौँ। ब्या ब्यू ब्यो प्या प्यु प्यो। ल मिनासान र आज हामीले काताकानाको चाहिँ सम्पूर्ण कुराहरू यसमा रहेको चाहिँ काताकानाका अक्षरको बनोटहरू कसरी लेखिने रहेछ भन्ने विषयमा पनि पढ्यौँ भने त्यसै गरी चाहिँ तेन तेन मारुको बारेमा पनि पढ्यौँ र क्या क्यु क्यो स्या स्यु स्यो जुन यहाँ छ अहिले यसको विषयमा पनि हामीले जानकारी लिइसक्यौँ है त। मिनासान आजलाई यति नै। तपाईहरुलाई हाम्रो भिडियो मन परेमा लाइक गरिदिनुहोस् र च्यानललाई सब्स्क्राइब पनि गर्न नभुल्नु होला। र यस विषयमा हाम्रो पाठ्यक्रम विषयमा हामीले पढाउने चाहिँ विषयवस्तुमा कुनै पनि प्रश्न रहेमा हामीलाई थप जानकारीका लागि वा त कुनै पनि प्रश्नका लागि चाहिँ कमेन्ट पनि गर्न सक्नुहुन्छ। じゃあ皆さんありがとうございました。